भन्यो नि यो त के भयो त च्याङ्ग्रा यो गाउँबाट कहाँबाट ल्याउनु भएको यो हत्तरियाबाट भनेको पश्चिमबाट है धेरै टाढो हो त उहाँतिर बिक्दैन अनि इन्डियातिर जान्न तपाईँहरूको काठमाडौँमा बस्नुहुन्छ अनि खसी भेडा च्याङ्ग्राको मासु खानु त हुन्छ तर यो सबै कहाँबाट ल्याइदो रहेछ त भन्ने जान्ने विचारमा हुनुहुन्छ भनेदेखि यो भिडियो हेरेर थाहा हुन्छ। खास गरी चाहिँ खसी काठमाडौँको छिमेकी जिल्लाहरूबाट नै ल्याइदो रहेछ जस्तै नुवाकोट धादिङ गोर्खा मकवानपुर काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक रामेछाप सिन्धुली जिल्लाहरूबाट ल्याइदो रहेछ। पश्चिमी नेपालको खसीहरू चाहिँ कैलाली जिल्लाको अत्तरियामा बैतडी दैलेख डडेलधुरा बझाङबाट भेला गरेर मोटर गाडीमा काठमाडौँको कलङ्की स्थित खसी बजारमा ल्याएर बेचबिखन गरिदो रहेछ। विशेष गरी खसी चाहिँ बोयर जातको खरी जातको लाम्काने जातको खसीहरू यहाँ पाइदो रहेछ र बोयर जातिको क्रहस गरेर उत्पादन पनि गरिदो रहेछ। 1 वर्षदेखि 3 वर्षसम्मको खसीहरू पाइने रहेछ। तौल चाहिँ 20 किलोदेखि 70 किलोसम्मको हुने रहेछ। भेडा चाहिँ अलि लेखाली क्षेत्र भेडीगोठहरूबाट ल्याइने रहेछ। भेडाको उमेर चाहिँ 3 वर्षदेखि 4 वर्षसम्मको हुने रहेछ। तौल चाहिँ 20 किलोदेखि 35 किलोसम्मको हुने रहेछ। च्याङ्ग्रा चाहिँ विशेष गरिकन मुस्ताङबाट नै ल्याइने रहेछ र च्याङ्ग्रा 4 वर्षदेखि 5 वर्षसम्मको उमेरको हुने रहेछ र सबै मुस्ताङबाट नै आउने रहेछ। यो सबै उस्तै उमेरको च्याङ्ग्रा भए तापनि 24 किलोदेखि 42 किलोसम्मको हुने रहेछ। किन यस्तो भएको हो त भन्ने प्रश्नको जवाफमा कुनै राम्ररी केजी 25 केजी सम्म सबैभन्दा ठुलो कति केजीसम्म हुन्छ 42 केजी जस्तो यसको मासु खान चाहिँ सानोको राम्रो कि ठिकैको राम्रो कि ठुलो ठिकैको होइन यिनीहरूको उमेर चाहिँ एउटै रेटमा एउटै उसको एजको आएको हुन्छ होइन। अब वेट चाहिँ सानो तल माथि भएको हुन्छ यसको चाहिँ तर एउटै रेसियोको छ कि सबै एउटै उमेरको माथिबाट हामीलाई बिक्री गर्दा नि 4 वर्ष 5 वर्ष नभइकन बेच्दैन कि च्याङ्ग्राहरू। मेरो गाउँ सोलखुम पनि त्यही हो सेम हो। भेडा त सस्तो हो भेडा सस्तो। यहाँ को बस्नुहुन्छ तपाईँ? यहाँ अङ्कल र म मात्रै दसैँमा घर जानु होइन? दसैँको घर फ्यामिली यति हो सबैजना बाबा आमाले हुन्छ। ल तपाईँसँग भेट भयो चिन्जान भयो कुरा भयो है धन्यवाद। तपाईँलाई दसैँको शुभकामना ल होला आउँदै गर्नुहोस्। अरू दसैँ तिहार चाहिँ सधैँ वर्षमा नि ल्याउँछौँ वर्षमा नि गर्दैनौँ सिजनमा मात्रै गर्नु हजुर सिजनमा मात्रै गर्छौँ। त्यो खसीहरू चाहिँ बेच्दैनौँ हामी। नाम के भन्नुभयो? मेरो हरि बस्नेत। ए हजुर हुन्छ हस् त धन्यवाद। खसी चाहिँ सिन्धुलीबाट सबै सिन्धुलीबाटै हो अनि यो सबै बेचिसक्नुहुन्छ? सक्नुहुन्छ है। कति वर्ष वर्षको हो यिनीहरू? यो 3 वर्षको 2.5 वर्षको 2 वर्षको हुन्छ। 3 वर्षभन्दा धेरै चाहिँ छैन। 3 वर्षभन्दा धेरै छ। अनि थोरैमा चाहिँ कोही 1 वर्षको पनि छ। यहाँ कति केजीको छ सधैँ? 20 केजी 70 केजी। 20 केजीको खसी चाहिँ कति वर्षको हुन्छ? 1 वर्षको 20 केजी हुन्छ है। कति पर्छ 20 केजीको दाम? 70 केजीको। यो तपाईँहरूले आफै पाल्नुभएको कि धेरै जस्तो काम आउने छ यो कहाँबाट ल्याउनुहुन्छ? धेरै जस्तो दार्जिलिङबाट हो।